साथीहरू, यो भिडियोमा तपाईँहरूलाई म सिकाउन जान्छु एसएलसीको रिजल्ट चाहिँ तपाईँहरू कसरी चेक गर्नेछु। त्यो नभए तपाईँहरू एसइईको रिजल्ट्स पनि तपाईँहरू यसैबाट हेर्न सक्नुहुन्छ। तपाईँहरूसित मोबाइल फोन छ भने मोबाइल फोन युज गर्नुहोस्, नभए तपाईँहरू एउटा ल्यापटप छ ल्यापटप युज त्यसमा तपाईँहरू केही नगरिकन एउटा क्रोम ब्राउजर छ, तपाईँहरूको मोबाइलमा पनि होला, त्यसमा जानुहोस् होइन। त्यसपछि गइसकेपछि तपाईँहरू एसइई रिजल्ट्स भनेर टच गर्नुहोस्। जुन उमा तपाईँहरू टच गरे पनि हुन्छ, जस्तै मैले यसमा टच गर्छु। यसमा टच गर्न बित्तिकै तपाईँहरू यहाँ भनेछन्, तपाईँहरू आफ्नो सिम्बल नम्बर नेम दिनुहोस् न, यहाँ सिम्बल नम्बर दिनुहोस् होइन। जस्तै तपाईँहरू आफ्नो नेम पनि दिन सक्नुहुन्छ, सिम्बल नम्बर दिनुहोस् पनि। तर यसमा मलाई सिम्बल नम्बर मात्रै दिएर सर्च गर्नु छ भने फेरि हामी यसमा टच गर्नेछौँ। त्यसपछि हामी यसमा टच गर्नुपर्छ फर्स्टमै होइन। त्यसपछि यहाँ लेखेको छ सिम्बल नम्बर। जस्तै मैले एउटा सिम्बल नम्बर तपाईँहरूलाई टच गरेर हेराउनेछु। साथीहरू, मैले चाहिँ एउटा सिम्बल नम्बर होइन सक्सेसफुली मैले दिइसकेको हो। अनि यसमा तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ। अब यो सही हो कि होइन भनेर तपाईँहरू यसबाट रिजल्ट तपाईँहरू हेर्न सक्नुहुनेछ। त्यसपछि हामी यति टाइप गर्न बित्तिकै हामीहरू यहाँबाट सबमिटको बटनमा टच गर्नेछौँ। सबमिटको बटनमा टच गर्ने बित्तिकै तपाईँहरू यस्तो चाहिँ रिजल्ट हेर्न सक्नुहुन्छ। नभए तपाईँहरू होइन साथीहरू, यो चाहिँ तपाईँहरू क्लिक गरिहाल्नु होइन। अब तपाईँहरू यही होइन, अब यही तपाईँहरू अर्को वेबसाइटमा पनि तपाईँहरू गएर चेक गर्न सक्नुहुन्छ। जस्तै तपाईँहरूलाई म पहिला भनेको थिएँ होइन, यसमा आएर तपाईँहरू टच गर्नु, यहाँ आएर कन्फर्म मैले यो गरिदिएँ अनि त्यसमा नाम पनि खोजिरहेका हुन्छन्। तपाईँहरूलाई नाम थाहा छ भने नाम लेख्नुहोस्, थाहा छैन भने छैन लेख्दा नै हुन्छ। नत्र मलाई नाम थाहा छ भने मैले नाम लेखिरहेको छु। मैले यति लेखेर होइन यहाँ चेकलिस्टमा टच गर्ने बित्तिकै त्यो पनि रिजल्ट चाहिँ हेराउनेछन्। यही थियो साथीहरू, सानो जानकारी। तपाईँहरूलाई कस्तो लाग्यो, राम्रो लाग्यो भने मेरो च्यानल सब्सक्राइब अनि लाइक गर्न नबिर्सनु। थ्याङ्क यू सो मच।